राधे राधे। आउनुहोस् हस्तरेखामा अब आज कुरा गरौँ विवाह रेखाको। अब विवाह रेखा सामान्यतः कान्छी औँलाको फेदमा हुन्छ र छोटो हुन्छ, तर कुनै कुनै व्यक्तिको चाहे त्यो पुरुष होस् अथवा नारी यिनीहरूको विवाह रेखा निकै लामो हुन्छ। अब यदि कसैको विवाह रेखा लामो भएर गएर भाग्य रेखालाई स्पर्श गरेको छ अथवा विवाह रेखा पनि लामो छ भाग्य रेखालाई स्पर्श नगरेको भए तापनि सूर्य रेखालाई स्पर्श गरेको भए पनि हुन्छ, अथवा त्यही विवाह रेखाबाट कुनै एउटा सानो मसिनो शाखा रेखा निस्केर गएर पनि भाग्य रेखालाई स्पर्श गरेको छ भनेदेखि यस्ता व्यक्तिहरू निकै भाग्यशाली हुन्छन्। खास गरेर विवाहपछि यस्ता व्यक्तिको भाग्योदय राम्रोसँग हुन्छ र यस्ता व्यक्तिको विवाह पनि अब छोरा मान्छेको हातमा छ भने दुलही एकदमै भाग्यशाली प्रसिद्ध हैन र धनाढ्य घरकी चाहिँ दुलही पर्छिन्, र यदि कुनै छोरी मान्छेको हातमा यस्तो विवाह रेखा छ भनेदेखि उसलाई चाहिँ एउटा सेलिब्रिटी टाइपको विवाहभन्दा पूर्व नै एउटा चाहिँ लाइमलाइट अथवा चाहिँ ख्याति प्राप्त गरेको व्यक्तिसँग विवाह हुन्छ र विवाहपछि पनि यस्ता जातकको चाहिँ जीवनमा उन्नति प्रगति बढेरै जाने हुन्छ। आफ्नो जीवनसाथीको नामले अथवा उसको ख्यातिले गर्दाखेरि आफू पनि संसारमा चिनिने हुन्छन् यस्ता जातकहरू। राधे राधे।